दर्शकबिन नमस्ते, म प्रेम कंवर र आज फेरि पनि चखौरा आएको छु र यो चखौरामा के कस्तो भइरहेछ अहिले पहिलाभन्दा केही थोरै परिवर्तन देखिरहेको छु म। त्यही भएर आज भिडियो बनाउन गइरहेको छु र यसरी देख्न सक्नुहुन्छ म भर्खरै यहाँबाट छिर्दैछु। अगाडि के छ सबै देखाउने छु र यहाँको एउटा सानो सुन्दर बस्ती चौधरीको बस्ती पनि देखाइरहेको छु। सुन्दर बस्ती एउटा चौधरी समुदायको वेशभूषा झल्किने खालको यहाँ चाहिँ नृत्यहरू चाहिँ छ। म तपाईहरुलाई देखाउन गइरहेको छु। यसरी चाहिँ यहाँ देख्न सक्नुहुन्छ। यहाँ चाहिँ केही गफगाफ गरिरहेको जस्तो देखिन्छ। उता सुँगुर काट लागेको पनि देखिन्छ उता हैन। अनि यहाँ घरहरू छाना खरले छाएको घर। यहाँनिर चाहिँ इनारबाट पानी तानेको देखिन्छ। यसरी इनार चाहिँ छैन, यो देखावटी मात्र छ। यहाँ यसरी चाहिँ पानी लगिरहेको पनि देख्न सकिन्छ। एकजना चौधरी महिला हुनुहुन्छ र यहाँ एकजना महिलाले पानी तान्दै हुनुहुन्छ। अनि यहाँ घर सुन्दर, एकदम सुन्दर घर बनेका छन्। यिनी घरहरू देख्न सक्नुहुन्छ। ट्याक्कै यो खरले छाएको छ। यता पनि छ, यो थुप्रै 4वटा घर छ यहाँभित्र। यहाँ पनि नाचो छ है, नाचिरहेको देखिन्छ यहाँ पनि। अनि यहाँ हिँड्ने बाटो पनि बनाइएको छ। यहाँ यो दाउराहरूको यस्तो बार लगाएर एकदम सुन्दर बाटो बनाइएको छ। यो देख्न सक्नुहुन्छ। यसरी यहाँ भित्र पनि म तपाईलाई केही देखाएँ। यहाँनिर चाहिँ केही गरिरहेको जस्तो देखिन्छ, पूजा या केही होला। यो खासै मलाई चाहिँ थाहा भएन। यहाँभित्र यस्तो छ है यो ठाउँ। यो एकदम प्रख्यात ठाउँ छ। यहाँ चाहिँ केही पाकिरहेको जस्तो छ कि देखिन्छ। डिग्री होला सायद यो चौधरी समुदायको। यो केही खानेकुराहरू यहाँनिर पनि छ। सायद फोटो खिच्न त मिल्छ होला, यहाँ लेखेको त रहेनछ। त्यही भएर मैले खिचिरहेको छु, म त खिच्ने थिइनँ। यहाँनिर चाहिँ केही बुन्न लागेको जस्तो देखिन्छ। यो स्याउ भन्छ हामी चाहिँ, अब चौधरीमा के भन्छ ठ्याक्कै थाहा भएन। यहाँ आगो बल्ल चाहिँ यहाँ गफसफ गरिरहेका छन्। यहाँ हलो जुवा, यो बैलगाडाको टायर। यहाँ फेरि नाचो छ। यहाँ फेरि केही गरिरहेको जस्तो देखिन्छ। यो के हो खास? अब हामी यहाँबाट बाहिर निक्लिँदैछौँ। अब अर्को ठाउँ पनि जान्छौँ। यहाँको सामान चाहिँ यो हात चाहिँ नलगाउनु है, हात लगाउनु हुँदैन। अब यहाँबाट चाहिँ म बाहिर डङ्गौरा थारू घर जाने बाटो लेखिएको छ। अब हामी यो डङ्गौरा घर सायद यही गेटबाट जान्छ उता। अब जान्छौँ हामी एकछिनमा यता। यता हात्तीहरू छ, थुप्रै के छ यहाँ। हुक्का खाँदै गरेको होइन, पैसा चाखी जाँतो पिस्दै गरेको। भित्र जान्न दिनु होला रे। के छ अब यतातिर हेरौँ। यहाँ पहिला त्यो थियो नि। यहाँ धेरै वाउ छ। हेर त यताबाट आजभोलि चाहिँ यो बाटो चाहिँ चेन्ज भएको रहेछ लिक। यसरी चाहिँ यहाँ चौधरी समुदायको थारू नाच लागिरहेको छ टिभीमा। यहाँ के रहेछ खास चाहिँ भित्र? यहाँ त सायद यो बिउ वजनहरू केही, अब लहराहरू के छ यहाँ। दाउरा, मालुको लहराहरू, गोइठाहरू, अनि यो के हो जडीबुटीहरू, बेलहरू, कन्टरीहरू के छ यहाँ। पुराना चिजहरू, यिनी लोभ हुँदै गएका कुरो। यो कुरो कर्चा, गोदा, मरिचा रे धेरै कुरो पनि छ। के हो यहाँ त स्टार। यता आनु न है। ल यता पनि देखियो है। अब यो पुराना के हो नि, ढक्के भन्छ के भन्छ। यो यसरी चाहिँ टङ्गाएको छ।
यसरी चाहिँ यहाँ कति सुहाउने घर छ यहाँ मैयाहरू पनि कति सुहाउने मैयाहरू हुनुहुन्छ बठिनियाहरू हैन औरङ्गिया थारू घर रहेछ यहाँ यसरी चाहिँ अब चाहिँ खासै धेरै भिडियो लामो पनि नबनाऊ विशेष कुराहरू यिनीहरू पनि देखिया हालियो अरू चाहिँ उतातिर चाहिँ देखाउँला हैन यतिखेर यहाँ बाहिर पनि एउटा इनार देख्यौँ अब हामी फेरि नयाँ घर यता पनि बनिरहेको रहेछ खास के छ अहिले चाहिँ अलि त नयाँ यो घर देखियो जस केही परिवर्तन छ पहिलाको भन्दा के छ यहाँ खास यहाँ पनि त्यस्तै केही बनाउने हो कि के यस्तो रहेछ यता फोन आइहाल्यो फेरि यतिखेरै